हेलो गाइज, वेलकम टु माई सासु मम्मीको ब्लग। मैले पनि बिर्सेँ, ठ्याक्कै इमेल पनि आयो साँझको चाहिँ। के अरे अब हाम्रो मम्मी चाहिँ आजको चाहिँ हस्बेन्डको छोटो बसाएपछि चाहिँ आज नेपाल फर्कँदै हुनुहुन्छ। मम्मी सँगसँगै म पनि जाँदैछु केही समयको लागि, 1 हप्ता जतिको लागि चाहिँ। त्यही भएर चाहिँ तपाईँलाई कस्तो फिल भइरहेछ त मम्मी? रमाइलो भइछ। ल ठिक छ, मम्मीलाई रमाइलो लागिरहेछ। ठिक छ, अब हामी जाँदैछौँ। यहाँ चाहिँ उहाँ हुनुहुन्छ। ल अब हामी चाहिँ बिचबिचमा गएर यसो अलिअलि छ्वास चाहिँ हेर्नेछौँ, भिडियोहरू खिच्नेछौँ। अनि त्यसपछि चाहिँ पुरा ब्लग चाहिँ नेपाल पुगिसकेपछि टुङ्ग्याएर चाहिँ देखाउनेछौँ। हस् त गाइज, बाई बाई। गाइज हामी चाहिँ फाइनली यहाँ एयरपोर्ट आइपुगिसक्यौँ। यहाँ भित्र छिरेर अब यो प्लास्टिक चाहिँ जोखेर प्याक गर्ने के भनेर चाहिँ म कति केजी हुन्छ चाहिँ 8 बजी जस्तो त। ल गाइज हाम्रो चाहिँ प्लास्टिक प्याकिङ भयो। अब हामी लाइनमा जाँदैछौँ, के हुन्छ चाहिँ थाहा छैन। हाम्रो मम्मी हुनुहुन्छ, मान्छेहरू हिँड्नु के भइरहेछ। कसको आउँछ, के आउँछ? ठुलमम्मीले के गरेको छोरालाई? पट्याङ्ग लाएर गोली हानेको। हेलो ल अब हामी चाहिँ यहाँ काठमाडौँ झऱ्यौँ। लास्टै तनाव रहेछ, तोरी जस्तो ठाउँ रहेछ यहाँ। हुन त के पहिला पहिला नि त्यस्तै हो, तैपनि जतिसुकै आए पनि त्यस्तै रहेछ क्या। यताउति ठकठाक गर्ने हल्का ठगेको हामीलाई मायालाई है त। ल अब हामी नेपाल आइपुग्यो। अब अलिअलि गरी बिचमा चाहिँ के गरेर भिडियो खिच्न पाएन, यति धेरै तनाव भएको कारणले गर्दाखेरि चाहिँ। अब चाहिँ हामी चाहिँ घर पुग्दैछौँ बिस्तारै है त। भएर चाहिँ के अरे त्यो चाँदीको बाला भएको भएर चाहिँ ज्याकेट उता लगिराखिदिएको रहेछ कि बच्चा देखिन अरे सामान चाहिँ देखिदियो भनेर चाहिँ। अनिखेरि उ गरेको बच्चा उता कहाँ सामान यता। ल हामी चाहिँ आज हाम्रो घर आइपुग्यौँ। मम्मीलाई पुऱ्याइदिउँ। यहाँ चाहिँ हाम्रो उसले लक्ष्मी पूजा गरेर ल्याएर राखेका छन्। यहाँ चाहिँ हाम्रो बाबु, यहाँ चाहिँ हाम्रो रोमा सिंह, उहाँ चाहिँ हाम्रो मम्मी। थाहा छ रहेछ तपाईँहरू सबैलाई। यहाँ चाहिँ लक्ष्मी चिन्नु भएको छ रहेछ। नचिने भएदेखि ल चस्मा लाएर हेर्नु होला। ल तपाईँले चाहिँ कस्तो लाग्यो भन्नु? स्पेनदेखि यहाँ आउनलाई कस्तो लाग्यो? मलाई त सँगसँगै बुवालाई सँगै लिएर आउन पाएँ, झन् रमाइलो भइछ। खुसी छु। सही हो। ल यहाँ चाहिँ यही हो। यो मैले यो विकास यो के गर्छ? यो चाहिँ हाम्रो मम्मी बुवाको। ल यो चाहिँ हाम्रो मेन गेट रहेछ। यताबाट भित्र जाने ठाने ठाउँमा फाइसो भगी यतातिर चाहिँ के गर्ने बाँकी रहेछ। ल ठिक छ, बिस्तारै गरिन्छ भन्ने लागिरहेको छ। हामी कौशीमा चढ्ने छौँ। ल के हो छोरो, धारो खोलिनु न। हात धुने त हात त धुने। ए ल ठिक छ। तार छोरो तारमा सी, तर त्यो झिलमिली पानी हात सुके छैन छोरो। यता चाहिँ यस्तो खुर्सानीको बोट सुकेछ। ओहो यहाँ सागहरू, यो कसको? हाम्रो सागहरू यो यहाँमा। ए ल यहाँ हाम्रो यता रागा साग रे। हो माई गुडनेस,
हामीले उता खान नपाएर कस्तो यतातिर चाहिँ यस्तो है लाखे ल यतातिर कस्तो राम्रो भएछ ओ माई गुडनेस सही हो ल ए केराको बोट यो केराको बोट चाहिँ हाम्रो हो त होइन नि इस्कुसको बोट यिनीहरू चाहिँ ओके ल ठिक छ ल त्यहाँहरू पनि के लागिरहेको रहेछ सही हो ल ठुलो मम्मी कहाँ आएको रे त्यही त तपाईँ कहाँ आएको भन्नुहोस् त कहाँ आएको ठुलो मम्मी कहाँ आएको रे आज कसको हाउसमा आएको कसलाई लिएर आएको छोरो तारमा नसुमाउने होइन लाउनुहोस् यतातिर त घिडौला पनि रहेछ राख्यो सही हो तरकारी बारीहरू सबै कलहरू सबै सही छ ल यसलाई चाहिँ पछि हेर्दै गरौँ न